ल एकैछिनमा हामी सक्दो प्रयास गर्नेछौँ। यसलाई भन्छन् पुष्कल शर्माको साङ्गीतिक धमाका। एकैछिन पछाडि हामी तपाईँहरूलाई अझै रमाइला प्रस्तुतिहरू लिएर आउनेछौँ। तपाईँले अघि पनि हेर्नु भएको छ पछिल्लो समयका चर्चित गायक एमपी महरको अर्को खतरनाक प्रस्तुति पनि हुनै बाँकी छ। पुष्कल दाईको प्रस्तुति हाल्नको लागि पनि हामी प्रयास गरिराखेका छौँ। थुप्रै डान्सर बहिनीहरू हुनुहुन्छ। एकैछिन धैर्य गर्नुहुन्छ नि ल, एकैछिन प्रतीक्षा गर्नु होला है अतिथि हाम्रो
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
हरायो मेरो मायाले मन हरायो मेरो मायाले मन छोडे हो कि होइन? धेरै धेरै धन्यवाद छ प्राविधिक मित्र मिठो आवाजका लागि तपाईँले सपोर्ट गर्नुभयो। अनि अब केही साथीहरूको डान्सहरू हेरौँ, केही गीतहरू सुनौँ। सबैलाई माया गर्नुपर्छ। पुष्कल शर्मा जस्तै बन्ने केही नयाँ भाइ बहिनीहरू यो ठाउँमा हुन सक्नुहुन्छ, उहाँहरूलाई पनि हामीले सपोर्ट गर्नुपर्छ है। घरेलु यहाँ घरेलु भन्ने शब्द आइछ नि, त्यो लघु घरेलु कृषि खेलकुद होइन, ती चिजहरू भनेका हाम्रो गाउँमा हाम्रो क्षेत्रमा भएका सिर्जनाहरू हुन्। चाहे त्यो लसुन फलाउने सिर्जना होस्, चाहे त्यो गीत लेख्ने र गाउने होस् है। सबैलाई सम्मान गर्दै प्रमुख अतिथिज्यूलाई मैले कुराएँ फेरि सरी रमाइलो पनि भयो होला पक्कै पनि। उहाँले भन्नुभएको थियो पुष्कलजीको हेरेर जाने हो भन्नुभएको थियो, मलाई गर्व लाग्यो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी सम्पूर्ण अतिथिहरू हुनुहुन्छ यहाँ, सबैलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। सुरक्षामा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी मित्रहरू, साथी सङ्गीहरू, मेरा फ्यान शुभचिन्तक आफन्तजन, आमा बुवाहरू, सबैलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। सम्पूर्ण मिडियाकर्मी साथीहरू, पत्रकार मित्रहरू, आयोजक परिवार, मिठो खाना खुवाउने मेरो दिदी, होटलवाला दिदीलाई पनि सम्झिन चाहन्छु। सम्पूर्ण स्थलका साथीहरू सबैलाई म सम्मान व्यक्त गर्न चाहन्छु। कतिलाई यहाँ रमाइलो गर्दा गर्दै पिङमा खेल्न जानुभएको छ, उहाँहरूलाई पनि सम्मान छ। बाहिरबाट हेरेर पनि मलाई साथ दिनुभएको थियो, उहाँहरूलाई पनि सम्मान छ। घरको छतमा बसेर हेर्नेहरूलाई पनि मैले सम्मान गर्छु। यो सायद अफिस रहेछ, अफिसको छतमा बसेर हेर्नु। हात हल्लाइदिनुहोस्, तपाईँहरूलाई सबैले हेर्नु भएको छ, हात हल्लाइदिनुहोस् छतमा माथिपट्टि। लाज मान्नु भयो कि? ओके ओके, हल्लाउनु थ्याङ्क यू। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। 100 रुपियाँको लोभ त होइन होला, नभ्याएर होला है, ठिक छ, केही छैन। सबैलाई हृदयदेखि सम्मान व्यक्त गर्दै यसरी नै माया सधैँभरि पाइरहँ। मेरा नयाँ गीतहरू आउँदैछन्, तपाईँहरूले माया गरिदिनु होला। ठिक छ, तपाईँहरूको वान्स मोरलाई फेरि पनि पुरा गर्ने कोसिस गर्छु एकैछिनमा। अहिले भने तपाईँहरू माझबाट म बिदा चाहन्छु। प्लिज मलाई बोल्न नलगाउनुहोस्, प्रमुख अतिथि जान आत्तिनु भएको छ। सबैले मलाई एकचोटि पछाडिबाट सबैले हात हल्लाएर अगाडिसम्म बिदा गरिदिनुहोस्, यसरी हात हल्लाएर। आहा, यो पनि त माया होइन? एकचोटि सबैले पुष्कल शर्मा। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू है त। ल धन्यवाद, थ्याङ्क यू।